एभ्रिवान गुड मर्निङ सबैजना आरामै हुनुहुन्छ होला हामी पनि आरामै छौँ पोल्यान्डमा चाहिँ फाइनली हिजोबाट चाहिँ मौसम राम्रो हुँदै गएको छ सो बाहिर चाहिँ नर्मल्ली 10, 12, 11, 20 डिग्री हुन सुरु भइसकेको छ अनि यो मौसम सँगसँगै चाहिँ हामीले लगाउने लुगाहरूमा पनि केही चेन्जेस आइसकेको छ त्यसले गर्दाखेरि चाहिँ मेरो बुढालाई हेर्न सक्नुहुन्छ लुगा पट्याउँदै हुनुहुन्छ अनि यहाँ हेर्न सक्नुहुन्छ यो पुरै खाली भइसकेको छ अनि यहाँ मेरी छोरी पनि पट्याउन सघाउँदैछिन् अनि यहाँ चाहिँ अर्को एउटा थुप्रो छ यो थुप्रोबाट चाहिँ कुनै लुगाहरू फाल्ने लुगाहरू छन् कुनै भनेको जाडोको लुगा थन्काउने बेला भएको छ अहिलेको यो मिड सिजनको लुगाहरू निकाल्नु पर्ने छ सो अनि मैले यहाँ अलिकति चाहिँ पट्याएको छु हेर्न सक्नु छ मेरो यो रुमको हालत पनि हेरिन सक्नु छ अनि आज बुढोको छुट्टीको दिन चाहिँ अब मौका पछि एक्लै गर्नुपर्छ सो अहिले बुढो भएको बेलामा चाहिँ दाउ छोपेको हो मैले पनि मेरो बुढोले चाहिँ एकदमै राम्रो लुगा पट्याउनुहुन्छ कि फेरि अरू चाहिँ त्यस्तै उस्तै हो पट्याउने होइन त मैले त यहाँ तिमीले नबिग्रे कहाँ खाट लगाउँदैछु ओइ यसलाई भन्छ हिरो बिग्रेको छैन नि त यस्तो मिलाएर अब यसो कसले पठाइरहेको छ यो मिलिरहेको छ देबे मैले पठाइरहेको छु है फेरि अहिले यो मिलिरहेको छ यसलाई यता साइडमा यो पटिरहेको छ यसो गर्ने कस्तो अल्छी हुनुहुन्छ अझै होइन म एकदम मेहनत गरी काम गर्ने मान्छे हो सो हेर्नु होला साथीहरू म यो लुगाहरूको व्यवस्था अनि म अहिले आज राख्ने लुगा थन्काउने लुगा अब रेगुलर लगाउने लुगा अनि फाल्ने लुगाहरू चाहिँ म छुट्याएर राख्नेछु है त ओके साथीहरू मेरो बुढो र छोरी चाहिँ घाम ताप्दै हुनुहुन्छ छोरीलाई नुहाइदिनु पर्ने छ तर यो के अरे रुगा लागेकोले नुहाइदिन नि पाएको छुइनँ हौ के गर्नुभएको छु उसलाई निन्द्रा पनि लागेको छ कि सुत्न पनि सकेकी छैन साना निन्दा गर्नुहुन्न हजुर बाबालाई गराउँदैछ निन्दा गर्नु के छ बुढो घाम लागेको छ मस्त आज कतै डुलाउन लाने प्लान त्यस्तो छैन पार्क साथ जाँदैन होला भिभो जाने होला भिभो त आज बन्द हो सपिङ मल मात्रै जाने होला घुम्ने भन्दै त्यही लस्ताला खेल्छ त्यस्तो त होइन आज लुजाउँ न त त्यसो पार्कतिर तर कुन पार्क जाने काशी गर्मी सुरु भइसक्यो नि अब त नआउनु कुन पार्क जाने त त्यसो भए पार्क लानु नि त आज भात सब्जी दाल पाक्यो खाना चाहिँ पाएको छैन साथीहरू म तपाईँहरूलाई यहाँभित्र देखाउँछु ल मैले चाहिँ यहाँ माथि चाहिँ अब बुढो अलि अग्लो हुनुहुन्छ मलाई भेट्न चलाउन गाह्रो हुन्छ सो माथि बुढोको लुगा राखिदिएँ घर बस्दा लाग्ने यसो बाहिर हिँड्दा लगाउने टाइपकै मेरो घर बस्दा लाग्ने त्यहाँ राखेँ बाहिर हिँड्दा लगाउने चाहिँ त्यहाँ रहेछ घर बस्दा लगाउने त्यहाँ अनि तलको चाहिँ मेरो कहीँ स्पेस नभएर जाडोको लुगाहरू सबै यहाँ तल खाँदेको छु मैले यस्तो गरेर अनि त्यस पछाडि चाहिँ यहाँ हेर्न सक्नुहुन्छ यो लुगाहरू चाहिँ मैले फाल्नको लागि रेडी गरेका लुगाहरू हुन् यो लुगा चाहिँ म फाल्दैछु यहाँ फाल्ने भन्दा पनि एउटा यो के भन्छ कपडाहरू यस्तो कपडाहरू राख्ने हुन्छ डस्टबिनमा फाल्न मिल्दैन सो म त्यहीँ गएर यो कपडाहरू फाल्दैछु कपडाहरू चाहिँ राख्यो लगाउने पनि होइन लोभ लाग्ने फाल्न पनि नफाल्ने पनि लगाउने होइन अनि बरु लोभ सो भन्ने कुरा त्यस्तै हो भनेर मेरो पालो आज चाहिँ म फाल्ने नै भयो घर सर त 2 झोला फाले हजुर अस्ति घर सर त 2 झोला फाले ए तल सानो लडिन्छ है फुगाउँछ है कहाँबाट लड्ने आउँछ लड्नु यहाँ जे पनि क्या डर लाग्छ नि त्यही गरी भाँची भने भाँची यस्तो छोरी फेरि समर लाग्यो कि यो कुराहरूलाई कतै युटिलाइज गर्न मिल्दैन राख्न ओर्न कि थन्काउन यो त लास्टै भ्याङरङ्ग देखिन्छ यार अब गर्मीमा त यहाँ बाहिर बस्न मजा आउँछ अनि बेबी यो कुराहरूलाई कित्न चाहिने रहेछ भने फ्यालिदिउँ हुन त अब फेरि गर्मीमा यसमा लुगा सुकाउन सजिलो हुन्छ होला यसलाई भित्रै लाग्छ यहाँ हेर्नु न यस्तो छ अनि यसो बस्दाखेरि पनि आनन्द आओस् न फेरि क्याचा कुचुक देख्यो भने फेरि दिमाग खराब हुन्छ कि अनि साथीहरू खुसीको खबर चाहिँ मेरी छोरीले अहिले केही नसिकाए पनि घरिघरि मम्मा 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 भन्न थालेकी छिन् उनी 12 मन्थ कम्प्लिट भएर 13 मन्थ रनिङमा छिन् सो 13 मन्थमा चाहिँ उसको प्रगति भनेको त्यही हो मम्मा भन्ने अनि मेरो लागि त सबैभन्दा ठुलो हो मम्मा भन्दिउ त सारा मम्मा 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 भन्दिउ
मम्मा भन्थ्यौ मम्मा भनिस् न यो छोरीलाई क्याचक्रा कुचक्रे पार्नुहुन्छ पार्नु पनि के गर्नु म त एक्सर्साइज गराएको ऊ फेरि त्यस्तै बेबी ऊ त्यस्तै चाहिँ बाउ उस्तै हुनुहुन्छ मम्मा आऊ लाऊ आऊ आऊ मम्मा मम्मा भन थाहा आयो जीवहरू देखाइदिइहाल्छ अनि यसलाई एकछिन छोड्नु हुँदैन एकछिन बाहिर बुढाबुढी गएको त बिसपछि बसेको त फेरि भाँच्यो ती मम्मी हुँदा छि म यहाँ हुँदा हुँदै खाने छु भनेपछि यसले नहुँदा मैले नहुँदा म नदेख्दाखेरि मैले नदेख्दा कति के खान्छु उसले यार साना बडा छाडालाई फटाई आयुश्री फटाई 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 यहाँ यहाँ यता आऊ यहाँ यहाँ म मानु चिसो लाग्यो खुट्टीमा चिसो लाग्यो आऊ साना आऊ 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 आनु भित्र जाने आऊ भित्र जानुपर्छ जाडो मेरो सानो ए मेरो बचेरो सुतिदेऊ ए साना निदाइदेऊ साना निदाइदेऊ ए साना निदाइदेऊ मेरो बच्चा सो साथीहरू हामीले चाहिँ फाइनली पार्क जाने डिसिजन गर्यौँ अनि मेरी छोरी यहाँ छ ए मम्मा आजदेखि त मेरो छोरी मम्मै मात्रै भनेको भने छिन् सो मेरो बुढो यहाँ हुनुहुन्छ हामी चाहिँ अब निस्क्यौँ सो साथीहरू हामी चाहिँ निस्किनै सक्यौँ अनि हल्का जाडो छ सो बाहिर आउटर चाहिँ लगाएर हिँडेको मैले पनि किनकि एक्कासी गर्मी आएको छ नि त 2 दिन भयो तर फेरि साना चिसो भएको छ कि छैन सानालाई चिसो होला जस्तो छ कसरी ढिलो आएर भेट्यो तपाईँ मतलब गाडी ढिलो आएर ए साथीहरू हामी चाहिँ यहाँ आइपुग्यौँ गाडी चढ्नलाई अब गाडी चढेर हामी निस्किन्छौँ यहाँबाट के छ बेबी गुड है गर्मी त छ नि के गर्नु साथीहरू हामी चाहिँ एउटा केटा दुईटैलाई टाइम पास होस् भनेर के केटाकेटी त के गर्नु गर्छ नि प्रायः केटा देखेको छु साथीहरू हामी चाहिँ पार्कको नजिक आइसक्यौँ त्यहाँसम्म चाहिँ हामी बसमा आयौँ कि अनि बस एकदमै भिड थियो एउटा बसमा चाहिँ हामी चढ्नै सकेन त्यति भिड थियो सो त्यहाँबाट निस्केर अर्को बस युज चढेर आयौँ अनि त्यो बसमा चाहिँ त्यो जहाँनिर यो बच्चाको स्टलर राखिन्छ त्यहाँनिर चाहिँ मान्छेहरू बसिरहेको रहेछन् कि अनि हामी चाहँदा पनि छोड्दैनन् अनि एउटा बुढो मान्छेले यहाँ यो स्टलर राख्ने ठाउँ छोड्दै भनेपछि चाहिँ बल्ल छोडिदिँदो रहेछन् तर त्यो बुढोलाई त्यसले के भनेर रिटर्न फर्कायो कि बेबी तँलाई थाहा छ कि छैन सो त्यो हामीसँग जाने चाहिँ यहाँ अगाडि नै छन् भिडियो अब
गर्मी लागेपछि चाहिँ यहाँका मान्छेहरू पनि एकदमै धेरै पार्क जाने कि यो है हेर्नु न यहाँ पनि बाटैभरि मान्छे नै मान्छे छ नभए त्यो भित्र पार्कमा पनि त्यति नै होला नि अघि त्यहाँ हुन नि सक्छ नि अनि अब गर्मी लागे सँगसँगै यो साइक्लिङ गर्नेहरू पनि एकदमै धेरै हुन्छन् अनि यहाँ जानको लागि पार्क कहाँदेखि हुँदो रहेछ अघि ओल्ड टाउनमा त्यत्तिकै थिए मान्छे यहाँनिर चाहिँ त्यो स्टेडियममा चाहिँ के प्रोग्राम हुँदो रहेछ कि त्यही भएर सबैजना गेम हुँदो रहेछ सो त्यही भएर सबैजना पहेँलो लुगा लगायोरी सायद सपोर्टको लागि आयो जस्तो लाग्यो हामी चाहिँ अब त्यहाँ हामी नबुझ्नु न के गर्नु सो यता लाग्यौँ बेबी यो पार्क आउने बित्तिकै तपाईँलाई के को याद आउँछ हामीले चाहिँ एउटा देशीतिर झर्नुला नि भन्ने गीतमा यस गीतमा भिडियो बनाएको थियौँ कि यहाँनिर आएर सो मलाई अनि त्यसकै याद आयो त्यस पछाडि अझै हो हामी आएको त्यस पछाडि त कुन त होला सायद प्रेग्नेन्ट भयो म हल्का भुइँमा चाहिँ पलाउनु थालेछ लिएर खाले हेर्दैछ आज मेरो बुढोको के गरिदिनु पर्ने छ अरे बेबी मैले एउटा फोटो खिच्दै हुनु मेरो फोटो नखिचेको 2 वर्ष भएको छ 2 वर्ष अगाडि हामी म्युजियम भिलेज म्युजियम गएको थियो त्यति बेला खिचेको नत्र त्यसपछिको फोटोहरूमा एउटा पनि सिङ्गल फोटो रहन्छ यसो ग्यालेरी हेरेको अनि त्यसो आज मैले सिङ्गल आज एउटा फोटो चाहिँ खिच्न आयो हस् ल यहाँ त चेस खेल्न चाहनुहुन्छ भने चेस पनि रहेछ Bye bye bye. Coucou. बेसी भात निकालिदिनु भनेको सबै भुइँबाट दलियो के आइश्री साना Sana, mama भन गुड गर्ल बाबा भन बाई बाई फोटोग्राफर बुङ्गा हुन्छस् बुङ्गा हुन्छ साना
अब कता कता जाने लु छिटो डुलाउनु न तिमी खालि जिम भनेर मेरो टाउको दुखाइरहेको छ घरबाट बिहान गुड रनिङ आऊ रनिङ आउँदा पनि आखिर जिमै भयो अनि यहाँ हेर फ्री भन्न पैसा तिर्नु पर्यो सबै जिममा हुने सबै छैन मजाले छोड्यो होला आफै चल्न थाल्यो लु लु स्टलर आफै अनि त्यो कस्तो ठाउँमा आनु भनेको छोरीलाई बिचरा भुइँमा चाहिँ ताते हातले गरिस् बाबा हातले आऊ आऊ हेर नमाने कि कस्तो खाले ए मेरो बच्चो छोडिदिँदा कि भुइँमा छोडिदिँदा के गरिदिएर चाहिँ झारतिर गयो ओ छैन भुइँमा हुँदैन साथीहरू हामी चाहिँ हुन्छ बच्चाहरूलाई होइन हेलो कस्तो राम्रो बाटो हेर्नुहोस् यो सिधा सिधै निस्कौँ न यताबाट यताबाट एकवालुको साइडबाट ओके साथीहरू हामी चाहिँ निस्क्यौँ यहाँबाट किनकि हल्का चिसो चिसो पनि छ आफू फ्रेस पनि भयो छोरी पनि फ्रेस भइन् बुढो पनि फ्रेस हुनुभयो स्पेसल छोरी चाहिँ अलिकति सन्चना भएको छ क्लियरली त्यो भएर अब अलि नै ठिक हुन खोज्दैछ बढी चिसोमा धेरै बेर नराखौँ भन्नु त्यसैले पनि हामी चाहिँ निस्किन लागेको अनि यहाँ रहेछ बच्चा खेल्नको लागि चाहिँ एकदमै राम्रो छ अरे आर्मीहरूको हुन्छ नि ट्रेनिङ जस्तो तर यो बच्चाहरूको लागि युजफुल टाइपको छ अरे सो अलिकति ठुली भएपछि छोरी हामी यहाँ लिएर आउने नै छौँ धेरै टाढा पनि रहेन रहेछ सो अहिले चाहिँ हामी यहाँबाट चाहिँ निस्क्यौँ है त हामी अब कम्तीमा पनि 6-7 महिनापछि अर्को समरमा चाहिँ ठिक्क हुन्छ यहाँ यो चाहिँ साइकल सिक्ने ठाउँ रहेछ स्टन्टहरू देखाउने हो कि स्टन्टहरू देखाउने मजाले यार दिमाग लाएरै बनाएको छ क्या बेबुदा अगाडि दिमाग लाएरै बनाएको छ जस्तो छ यो ठाउँ मजा आउँछ यस्तोमा कुदाउने साइकल त लड्यो भने पनि पछाडि नै मजा आउँछ लड्यो पर देखिरहेछ यार यहाँका बच्चाहरू यस्तो एक्टिभिटी गर्छन् एक्स्ट्रा बच्चाहरूलाई गर्छन् र त मान्छेहरू बलिया हुन्छन् यहाँको स्ट्रङ हुन्छ मेरो छोरी पनि कम छैन डन्ट वरी त हुँदैनन् यो पल्लो नसक्ने यो चाहिँ अलिक ठुलै यहाँ हेर्नु न यहाँ हेर्नु न यो फुच्चेहरू यति दरा हुन्छन् यस्तो खतरै न म यो हेर्नु है ओ माई गड अर्को पनि गयो ए यो ठ्याकठ्याकी ग्यापमा जाँदो रहेछन् कि अब हिँड्छन् हेर्ने अब कुन चाहिँले उयो हेलमेट लाउनेले चाहिँ राम्रो बुढो नि त यहाँ यो त खतरा आयो यो बडे मान्छे हो यसले एउटा क्रस गर्दैछ हेर्नु त यो चाहिँ खतरा लाग्यो बेबी एउटा क्रस गर्दैछ हेर्नु है हेर्नु है ठुलै मान्छे हो नि ठुलै पनि हो कि यो मान्छेले यहाँ चाहिँ एउटा क्रस गर्दै गर्दै गऱ्यो कि जाउँ बाटामा यसरी हामीले छोरीलाई फिट गराउँदै हिँड्नु पर्दछ के गर्नु
यो गाडी त भयो त्यो गाडी फर्केर यतै आउने होला गाडीमा चढ्यो नि यसले गाल पारिदिन्छ रोएर के गर्नु र डिस्टर्ब पनि हुन्छ नि त गाडीमा प्रायः हल्ला हुँदैन खुलेकै छैन खुलो बाबा छोरी चाहिँ रुन थालिन् हेर्नु न स्टलरमा धेरै बेर बस्नै मान्दिनन् अनि त्यही भएर पनि यसलाई लिएर कहीँ हिँड्न मन लाग्दैन हौ साथीहरू अरू त त्यस्तै उस्तै हो उसलाई नै मेमोरी हुन्छ उसकै लागि भनेर दौडिने गरेको छौँ हामी घरिघरि तर उनी यस्तो निमुठ्यो गर अनि कसरी हुन्छ साथीहरू हामी चाहिँ बाटोमा बुढोले क्यारिङमा बोक्ने हुनुभयो छोरीलाई क्यारिङमा बोक्नु मेरो बुढोलाई फेरि क्यारिङ खासै लाउन आउँदैन लाइन साथीहरू हामी चाहिँ घर आइपुग्यौँ हेर्नु है फत्रक्कै भयो उहाँदेखि हिँड्दै हिँड्दै लास्टै भोक लाग्यो म हतार त के बनाउँछु थाहा छैन ओके